तपाईहरुलाई मैले भनेकै थिएँ, मान्नु भएन, टेर्नु भएन हैन त। ल हेर्नुस् भर्खरै नमान्दै नटेर्दै केही युवा साथीहरू ट्राफिक प्रहरीको फन्दामा पर्नु भएको छ। यो दृश्य थापाथली चोकको। तपाई त्रिपुरेश्वरबाट यदि कुपण्डोलपट्टि मोडिनुहुन्छ भने त्यसबेला होशियार हुनुस्। मैले पहिला पनि भनेको थिएँ, फेरि पनि भन्दैछु, यो दृश्य त्यहीको देखाइरहेको। मैले तपाईहरुलाई यो दृश्य फेरि पारिपटबाट देखाएँ। यहाँ हेर्नुस्, जब त्रिपुरेश्वरबाट तपाईँ कुपण्डोलपट्टि मोडिँदाखेरि तपाईले यदि अलिकति होशियार हुनु भएन भने तपाईँ थापाथलीबाट बानेश्वरपट्टि मोडिनु भयो भने त केही समस्या भएन। तर यदि कुपण्डोलतिर मोडिँदाखेरि तपाईँ त्यहाँ राखेको सेतो धरको क्रस गर्नुभयो भने ट्राफिकले तपाईँलाई चिट काट्छ। यो दृश्य त्यो चिट काट्दै गर्दाखेरिको अवस्थाको हो। यहाँ एकजना बहिनीले मैले जब भिडियो खिच्दै थिएँ उनले ध्यानपूर्वक हेरिरहेको म तपाईँलाई देखाउँछु। उनी अलमल्ल परेकी छन् र ट्राफिकले आफ्नो रुल सम्झाइरहेका छन्। यहाँ केही युवाहरू पनि छन्।